हेलो एभ्रिवान, गुड मर्निङ अनि नमस्ते। आजको नयाँ दिन अनि मेरो नयाँ भ्लगमा हजुरहरूलाई स्वागत छ। अब मैले चाहिँ भर्खर भिडियो बनाउन थालेको, राम्रोसँग भिडियो बनाउन आउँदैन। अब के बोल्छु, कतिखेर के बोल्छु, के गर्छु म आफैले थाहा हुँदैन। त्यही भएर अलि बढी बोलेमा मलाई माफ गरिदिनु साथीहरू। अब थाहा छैन के हो कसो होइन, त्यही हो। अनि आज चाहिँ म तपाईँहरूलाई के भन्न चाहन्छु भने यो जापानको लाइफ चाहिँ धेरै नै गाह्रो छ स्टुडेन्टहरूलाई। अब घरि काम घरि गएको यताउति भन्ने, अब टेन्सन के जापान आएकोदेखि यति टेन्सन भएको छ, यति टेन्सन भएको छ नि जति मैले त टाउको दुख्न थालिसक्यो के। अब के हो भने अब अस्ति भर्खर जेएलपिटीको एक्जाम सक्यो होइन। जेएलपिटीको एक्जाम आउनुभन्दा अगाडि कति टेन्सन भएको थियो, एक्जाममा कसरी पढ्ने, कसरी पास गर्ने, यताउति भन्ने टेन्सन थियो। अब त्यो जेएलपिटीको एक्जाम सक्यो बल्ल होइन, 2 दिन भयो ढुक्क भएको थियो। अब फेरि स्पोर्ट फेस्टिभलले, हे भगवान् कति आउँछ हो यो फेस्टिभल जापानमा पनि। अब के फेस्टिभल कहाँ के भन्छ है, अनि के भन्छ। अब उनीहरूको पढाइ चाहिँ फेरि छुट्याउँदैन के, छुट्याउँदैन। अब टेन्सन भनेको हामीलाई चाहिँ त्यही काममा टेन्सन हुने हो। अब कहाँ लान्छ के गर्छ है, हामीलाई चाहिँ उल्टो टेन्सन हुन्छ। अब काम पनि मिलाउनु पर्ने हुन्छ। अब खासमा हाम्रो चाहिँ स्कुल के अरे स्पोर्ट फेस्टिभल चाहिँ पर्सि हो। अनि उनीहरूले चाहिँ आज र भोलि चाहिँ प्र्याक्टिस गराउनलाई अन्त्य ठाउँमा बोलाउँछ, गएकोमा गराउँदैन भनेको। उहाँ टाढा कुन ठाउँ हो थाहा होइन। अब गुगल म्यापमा हेर्दै जाने हो, अब कुन ठाउँ हो थाहा भएन। अब गाह्रो छ साथीहरू। अब यस्तै हो। अब जे भए पनि अब जानु त पऱ्यो होइन। अब आइसकेपछि त अब के गर्नु पऱ्यो, अब भनेको नि मान्नु पऱ्यो। जापानको रुल्स फेरि अहिले यति स्ट्रिक्ट भएको नि साथीहरू, गाह्रो छ विदेशीहरूलाई पनि होइन जापानमा। अब ल साथीहरू होइन, अब म चाहिँ यहाँबाट हिँड्न लागेको साथीहरू। म चाहिँ होइन आधा बाटोमा आइपुगेँ। अब यहाँ पार्क छ, एकछिन यहाँ बसौँ भनेर के, बिहान चिसो छ है साथीहरू। यो जापानको रुखलाई कति जाडो भइरह होला है, मान्छेले यत्रो रुख लाउँदा कति जाडो भयो। यो नङ्गै रुखहरूलाई कति जाडो होला न साथीहरू, हेर्नुहोस् त, हेर्नुहोस् न कति नङ्गै छन् ल बिचरा। लुगा किनेर ल्याउनु पर्ने के, बिचरा कति जाडो हुनुहुन्छ त्योहरू, बिचरा कति जाडो हुनुहुन्छ त्योहरू। साथीहरू म चाहिँ आइपुगिसकेको छु। यहाँ छ हाम्रो यताबाट खोइ देख्दैन सेन्चियाहरू छ अलिकति उ भएर। अरे कहना क्या चाहते हो। अनि यहाँ चाहिँ एकजना चाइनिज हुनुहुन्छ मेरो, उहाँ चाहिँ हामीसँग पढ्नु भएको थियो, अहिले त ऊ भइसक्यो, छुट्टी हो अहिले चाहिँ क्लासमा। यस्तो सुटोहरू यस्तो सुटोहरू यहाँ पढ्न आउँछ यहाँ जापानतिर। यस्तो सुटोहरू नि त्यो नि स्टुडेन्ट भिजामा कि अरूमा होइन। अब चाहिँ यहाँ ट्रेन आइरहेको छ। केही आउँदैन आफूलाई। हाई इकिमासु सेन्सी आउनुभयो। हामी चाहिँ साथीहरू भर्न चढिरहेको छ, रोक्खाइमा जानुपर्छ अरे। खुट्टै गलिसक्यो, कहाँ हिँड्न लगाउँछ नि हामीले थाहा छैन। यो त होइन, यो फ्ल्याग बनाउँदै रहेछ। के बनायो त्यो चालमा आइपुग्यो भर्खर। अब त्यत्रो सकाल मेरो साथी भएर त्यस्तो भयो। मेरो आज यो ज्याकेटले गर्दा क्यामेरा नै छोड्ने रहेछ। यहाँ के छ, अब चाहिँ आइपुग्यो है यो माथि। छ भनेको यही होइन।
अघिदेखि जमाएको आइरहेको छु म चाहिँ यहाँ चाहिँ यो भित्र यहाँ खान नपाएको मान्छेहरू जसरी बसिएको छ चाहिँ यहाँ छ अब फाइनली साथीहरू त्यो भर्खर सक्यो अब सक्यो भन्दा नि हामी चाहिँ निस्केको काम छ नि त 2 बजीदेखि त्यही भएर निस्केको अहिले 12:30 बढी भइसक्यो अब ढिला हुन्छ रुम पनि टाढा यहाँदेखि कति पो लाग्छ खोइ अब बिहान त यहाँ भेट्दै आएको थिएँ अब जान लाग्यो अब काम नहुनेहरू चाहिँ दिउँसो क्लासको स्टुडेन्टहरू आउँछ अरे अनि तिनीहरूसँगै प्र्याक्टिस गर्छ अरे अनि निहुन्जिनहरूसँग नि प्र्याक्टिस गर्छ अरे कि अब हाम्रो त काम छ काम हुनेहरू जति चाहिँ अब जाँदैछु मान्छेहरू साइकल राखेको अब साइकल चलाउँदै जानु लाग्छ साथीहरू फाइनली म चाहिँ रुम आइपुगेँ अब चाहिँ खानासाना खाएर अब काममा जानुपर्छ त्यही भएर भ्लग बनाउन भ्याउँदैन साथीहरू मलाई माया गरिदिनु होला साथ सपोर्ट गरिदिनु होला मेरो भिडियोलाई सक्दो लाइक कमेन्ट अनि सेयर गरिदिनु होला साथीहरू बाई बाई अर्को भ्लगमा भेटौँला